साथीहरु सबैजनालाई दर्शन नमस्ते। सबैलाई तेज ब्रोको तर्फबाट नमस्कार साथीहरु। म चाहिँ यो अहिले साउखर्कमा छु। उता डडेलधुराबाट 20 किलोमिटर यता यो के रे साउखर्क आइपुगे। 20 किलोमिटर हिँडे म डडेलधुरादेखि आएको। अब चाहिँ यहाँदेखि तपाईलाई बाटोको दृश्य अलिकति बाटो खराब छ, कस्तो छ भने तपाईलाई देखाउँछु। अनि बाटो चाहिँ अलिकति खराब छ। यहाँदेखि गएर चाहिँ 13 किलोमिटर रहेछ, 13 किलोमिटर जति छ। साथीहरु तपाईलाई यसो देखाउँदै बाटोमा रमाउँदै गर्दै जाँदै हो। यो चाहिँ अब म चाहिँ हगुल्टीको लेकतिर यता गएर 13 किलोमिटर ट्याक्क देख्नुभयो नि, 13 किलोमिटर रहेछ साथीहरु। साँझ परिसक्यो, हेरौँ अब कतिको लाइटले साथ दिन्छ। त्यही अनुसार साथीहरुलाई भन्नु भयो नि त। साउखर्कबाट सो बाख्राहरू पुरै लोकल खसी हो नि यहाँ त साथीहरु। लोकल खसी पुरै पहाडको घाँसपात खाएको बाख्राहरू खसीहरू पुरै डेन्जर अवस्थामा भेटिन्छ साथीहरु। ल गाइस, हामी चाहिँ यो हगुल्टीको लेक हो। यहाँ चाहिँ सबैजनालाई हामी सबैजना अत्रिया धनगढी जहाँ हुन्छ सब हिउँ खेल्ने एरिया यही हो। एकदमै चिसो हुन्छ यो एरियामा। यो चाहिँ हगुल्टीको लेक भन्छ हैन। यहाँ चाहिँ तपाईको एकदमै हिउँ पर्ने अनि बाटो पनि पुरै खराब छ। हेर्नु न यस्तो अवस्था छ। हेर्नुस् है, यस्तो तल झर्नुपर्छ, बिस्तारै झर्नुपर्छ। एकदम यो हगुल्टीमा बाटो निर्माण भइरहेको छ, त्यही भएर गर्दा अलिकति पुरै खन्डिया छ। अनि सानो गाडीलाई चाहिँ अगाडिको ठोक्किन्छ कि भन्ने डर के हैन। यहाँ त ठिकै छ, अलिक तल चाहिँ अलिअलि खराब गरेको छ। यहाँबाट हामी 10 किलोमिटर चाहिँ तल झर्यो भने हामीलाई चाहिँ एकदम सुन्दर ठाउँ आउँछ। अनि यस्तो अवस्था छ बाटोको। बाटो निर्माण हुँदैछ, हामी हगुल्टीबाट तल झर्दैछौँ। चिसो छ, आज पानी परेर मौसम एकदम राम्रो छ। अघि जाने बेलामा त यस्तो पानी परिरहेको थियो यो एरियामा। मैले बाटै नदेखेर पानी परेर है, अहिले त पानी पुरै सुकिसक्यो। अनि पानी नपरे, अहिले पानी पर्यो। अनि यस्तो पानी परिरहेको थियो म आएको बेलामा। बाबा लास्टै पानी परिरहेको थियो, अहिले त छैन। बाटो निर्माण गर्नलाई यस्तो पुरा ठुल्ठुलो यस्तो कोडिदिएको छ कि। अनि के भने ठुलो गाडीलाई त केही पनि हुँदैन, सानो गाडीलाई चाहिँ अलिकति गाह्रो लागिरहेछ मलाई चाहिँ। निर्माणले गर्दा अलिकति बाटो अलिकति त्यस्तै छ हैन। ठाउँ ठाउँमा यस्तै बाटो निर्माणको कामले गर्दा चाहिँ गाडीलाई चाहिँ अलिक समस्या छ हगुल्टीतिर साथीहरु। ठुलो गाडीलाई त केही हुँदैन, सानो गाडीलाई चाहिँ गाह्रो छ। फेरि हेर्नुहोस् है, यस्तो छ कि यहाँ बिस्तारै जानुपर्छ। यहाँनिर त त्यति खराब छैन, उतापट्टि चाहिँ अलिकति यस्तो खाल्डो छ, यस्तो चढाइ छ। बिस्तारै चढाउनु, तल ठोक्केला मुख ठोक्केला, गाडीको अगाडिको मुख ठोक्केला भन्ने डर हुन्छ अरू त केही होइन। गाडीले पुरा सिट्टी बजाएर अघि यस्तो पानी परेको थियो यहाँनिर। असिना, हल्का असिना पनि परेको थियो, पानी परेको थियो। अहिले त केही पनि छैन, सुक्खा छ अहिले त। बाबा फेरि अर्को ठाउँमा हेर्नुहोस् है, अलि अगाडि सर्ने बित्तिकै ठाउँ ठाउँमा यो बनिरहेको छ क्या। हेर्नुहोस् त, यस्तो अवस्थामा चाहिँ अलिकति त्यति गाह्रो त छैन। यहाँ एक ठाउँमा चाहिँ अलिकति एकदमै चढाइ भएको छ। अब यो गाडी होचो हुन्छ, सानो टायर हुन्छ हैन। यो गाडीलाई चाहिँ अलिक गाह्रो छ। अब स्कर्पियोलाई, जिपलाई, बसलाई त अब के हुनु, यतिको बाटो त सामान्य हो नि हैन। यस्तो यो ठुलो गाडीहरू, महिन्द्रा गाडीहरूलाई। अब हाम्रो सानो गाडीलाई चाहिँ अलिक गाह्रो हुन्छ। हेर्नुहोस् अब यस्तो चढाइ छ हैन। हो यस्तो चढाइमा चाहिँ गाडीको मुख ठोक्किन्छ कि भन्ने डर कि। त्यो रिक्समा चढा आओ ल बच्यो यस्तो के हल्का पानी आउला जस्तो भएको छ त।